कोही पनि निराश हुने होइन। म एमाले होइन भनेर कोही लुक्यो अरे, कोही पनि लुक्ने होइन। सबै एमाले हो, शानका साथ गौरवको साथ छाती फुलाएर भन्ने हो। देश बनाउने एमाले हो, लुटे लाग्नेले बनाउँदैन। कहिलेकाहीँ अप्ठ्यारो आउँछ, यो अप्ठ्यारो केही होइन, आउँछ जान्छ। यो त हुरी आएको जस्तो, हिजो हुरी आयो आज ल कुन चाहिँ चेन्ज आउँछ, तब आउँछ। अस्ति जस्तो मान्छे आउँछ, गोली आउँछ अरे, के आउँछ अरे, के आउँछ, के क्षति हुन्छ? घर बत्तिसक्यो, भ्रष्टाचार कन्ट्रोल गर भनेर घर बत्ताउनु पाइन्छ? अब घर बत्यो त के हुन्छ? ज्यान निकाल्छ, ल निकाल त, ल गोली हान्न म त थाल्नु तयार छु, ल को छ? 600 जना हतियारधारी छन्, हेरौँ न त ल यस्ता हावा कुरा गर्ने। त्यही भएर तपाईँहरू ढुक्क हुने। केपी बा राष्ट्रिय पिता हो, केपी बाको घर जलाएर राष्ट्रिय सम्पत्ति सुहा पारेका छन्। यिनीहरूलाई एक एक हिसाब हुनुपर्छ। केपी बाको घरलाई राष्ट्रिय लाइब्रेरी बनाए के हुन्थ्यो? जलाउनु पर्थ्यो? को हो त्यो जलाउने? तिनका हिसाब हुनु पर्दैन। टिकटक रिलहरू सबै यिनीहरूले मेट्छन्, तुरन्त डाउनलोड गर्ने, एक एक खोज्ने, भदुरा खोज्न सुरु भइसकेको छ। प्रहरीले बुझाउने, प्रहरीका चौकीहरू जान भत्का छन् त्यसलाई बनाउने। प्रहरी बाहेक केही पनि नहुनु फेरि तपाईँ सबै बनाउँदै हिँड्नु होला। फेरि तपाईँहरू वडा कार्यालयमा रहन आउँदै हिँडेन, तपाईँ वडा सिउ छुट्टै बस्ने कोठा लिएर। एमालेका वडा मात्रै किन भत्काइयो? त्यहाँ अरूको वडा किन भत्काइएन? त्यसमा फेरि अरूले भत्काउनु पर्यो भनेन। एमालेको कार्यालय भत्काउने, केपी ओलीको घर जलाउने, महेश बस्नेतको घर जलाउने, अनि महेश बस्नेत छुट्याउने, रविन्द्र सापकोटाको घर जलाउने, वासुदेव थापाको घर जलाउने। के हो नियत? किरणजीलाई म एकदम सेल्युट गर्छु शिवडोलका साथीहरूलाई। लुटेर हल्ले जग्गाबाट पुलिसको बन्दुक लुकेर किरणले जाँदाखेरि तरबार लिएर 20 जना मान्छे निस्केपछि घर बच्यो। हामी तरबार लिने मान्छे होइन, तर आवश्यक पर्यो भने मुलुकको हितको लागि तरबार बोक्नुपर्छ। यो कुरा तपाईँहरू नडराउने। टोलमा सुरक्षा समूह बनाउने, युवा संघ कांग्रेस के हो केही नभन्ने। अब युवा संघ, नेभी संघ, कांग्रेस, एमाले सब एक ठाउँमा बस्ने, आउँदो फागुनको चुनावमा देखाउने यिनीहरूलाई। ठिक छ, ल भ्रष्टाचार गरेछ भने भ्रष्टाचार गरेछ भने त राज्यले जफत गर न, छानबिन गर। हिजो राणाहरूको हामीले दरबारलाई अधिग्रहण गरे होइन र? हिजो ललिता निवास भनेर पञ्चीहरूको अधिग्रहण गरे होइन र? आज ललिता निवास भनेर राज्यको सम्पत्ति भएन? राष्ट्रिय सम्पत्तिले ध्वस्त पार्ने। व्यक्तिको घर पनि त अधिग्रहण गर्न पाइन्छ नि। व्यक्तिको घर जलाउनु पाइन्छ, सिंहदरबार जलाउनु पाइन्छ, अख्तियार जलाउनु पाइन्छ। सर्वोच्च अदालत किन जलाएको? सदन किन जलाएको? 14,000 मान्छेले जेलबाट किन भगाएको? कसले भगाएको? रविजी जेलबाट हक्कडी खोरेर प्रधानमन्त्री हुन निस्के होइन? भयो त प्रधानमन्त्री। अनि बालनको सल्लाहकार अहिले गृहमन्त्री, अनि बुढापाकाले खाए भन्नु भएन? अनि अहिले ठुली आमै कति जेठी त? हाम्रो केपी बा 1 वर्ष जेठी होइन? केपी बा बुढा भयो भनेर हटाएर सुशीला कार्की 1 वर्ष जेठी ठुली आमाले बनाएको होइन? अब बनाउँछन् नि ठुली आमाले बाटो, बनाउँछन् नि ठुलो आमाले वडा, सिंहदरबार बनाउँछन् नि त। केपी ओली र हामीले त धरेर बनायौँ, लुम्बिनीले चाहिँ पोखरा एयरपोर्ट बनायौँ।